हेलो। आज चाहिँ हामी गोविन्दपुर हाम्रो पुरानो गाउँ जाँदैछौँ। मम्मी फुपूहरू सबैजना त्यहाँ घरमा पूजा थियो अजाकोमा, त्यही भएर हामी जाँदैछौँ। र रङ्गेलीमा मेरो बुहारी सुत्केरी छिन् र भदैलाई हेर्न पनि जुरेछ मलाई र भदै हेरेर अनि हामी लाग्यौँ त्यतातिर। अनि म किरन्जा स्कुल है, यो चाहिँ म पढेको स्कुल। मैले एसएलसी यहीँबाट दिएको। हेर्नु न, पहिला म पढ्दा स्कुल कस्तो थियो, अहिले त कति राम्रो भएछ। स्कुलहरू पनि बनाउनु भएछ, राम्रो भएछ, चेन्ज भएछ। अब हेर्नु, घर पनि पुग्यौँ अलिअलि गर्दै। मेरो कान्छी फुपू म पनि जन्मेको ठाउँ है यो चाहिँ भनेर भन्नुहुँदै थियो। हामी सबैजना यहीँ जन्मेर हुर्केको गाउँ हो यो। सुनसान लाग्न थालेछ अब त गाउँघरहरू पनि। छोराहरू चाहिँ अटोमा बसेर उफ्रिएर आएका छन्। रमाइलो भइरहेछ उनीहरूलाई चाहिँ। सबैजना हामी चाहिँ अब घुम्दै थियौँ, आफ्नो पुरानो घरहरू हेर्दै थियौँ। अनि गाउँघर यताउता हेऱ्यौँ। साथीभाइहरू पनि कोही थिएनन्, अल्छी लाग्दै म चाहिँ अनि भिडियो बनाउँदै बसेको। सबैजनालाई मिस गरिरहेको थिएँ। यता लाखपति बाँध्न पनि रेडी पार्दै हुनुहुन्थ्यो। अब निनी काकीहरू सबैजनाले रेडी पार्दै हुनुहुन्थ्यो। अनि म चाहिँ अब यहाँ बाबु रोएर अनि अरूलाई भिडियो बनाउन लगाएर चाहिँ बाबु सुताउन थालेँ। यसो बसेर हेरिरहेको थिएँ म पनि। त्यति गरेर लाखपति नि बालिसके पछाडि अनि मैले चाहिँ यता पछाडिको भ्यू लिन थालेँ, भिडियो यसो गर्न थालेँ। धानहरू रोपेको रहेछ सबै अनि जङ्गलहरू भएको रहेछ। जस अब आनन्द चाहिँ आनन्दै ठाउँ हो यो पनि। पहिला बसेको हुर्केको ठाउँ याद आइहाल्छ। त्यही गरेर यसो भिडियोहरू बनाएर याद हुन्छ भनेर भिडियो बनाएर राख्न खोजेको। यति गरेर अनि हामी पनि अब घरतिर फर्क्यौँ, बिरानतिर लाग्नलाई रेडी भयौँ साथीहरू। बाई बाई। र घर पछाडिको यसो पनि भिडियो गरेको। धानहरू रोपिएर छ अनि यता बाख्राहरू नि चर्दै रहेछन्। यतातिर चाहिँ बाँस ज्याङहरू छन् होइन। अनि यति गरेर भिडियोहरू बनायो अरे। अनि अब पछाडि अम्बकसम्बक फलेर छ, अम्बक टिपेर खायो अरे। अनि यताउता गरेर अब यति गरेर अनि हामी अब फेरि घरतिर